नमस्कार। शान्ति र संविधानमा दबाव दिने उद्देश्यले कान्तिपुर टेलिभिजनले 2062-63 सालको जनआन्दोलनका घटना जस्ताको तस्तै प्रसारण गर्दै आएको थियो। जनआन्दोलन एउटा यस्तो जग हो जसले अहिले कुरा गरिएको संघीयता, अहिले कुरा गरिएको गणतन्त्र, अहिले कुरा गरिएको नयाँ नेपाल र शान्ति संविधानलाई मूर्त रूप दिने एउटा बाटो खोलेको थियो। त्यो आन्दोलनको सफलता पश्चात नै अहिले हामी यहाँ आइपुगेका छौं। तर समयहरू बित्दै जाँदा दलहरू शान्ति र संविधानप्रति प्रतिबद्ध नभएपछि शान्ति र संविधानमा दबाव दिने उद्देश्यले कान्तिपुर टेलिभिजनले 2062-63 सालको जनआन्दोलनका घटना जस्ताको तस्तै प्रसारण गर्यो। आजको सरकारमा हामी तपाईसँग प्रत्यक्ष सरकार राख्ने यही जनआन्दोलन 2062-63 का घटना जस्ताको तस्तै प्रस्तुत गर्दैछौं। जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षमको आरोप लगाउँदै 2059 असोज 18 मा बर्खास्त गरेका तत्कालीन राजा ज्ञानेन्द्रले 2061 माघ 19 मा राज्य सत्ता आफ्नै हातमा लिएको घोषणा गरे। अब गठन हुने मन्त्री परिषद हाम्रै अध्यक्षतामा हुनेछ। आगामी 3 वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधारहरू गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्री परिषद प्राथमिकताका साथ लाग्नेछ। राजाको प्रतिगामी कदम विरुद्ध संसदवादी दलहरूको राजधानी केन्द्रित विरोध प्रदर्शन र माओवादीको हिंसात्मक गतिविधिले शाही सत्तालाई धक्का दिन सकेको थिएन। संसदवादी र माओवादी दुवैलाई उपयोग गरी आफ्नो शासन लम्ब्याउने बाटोमा राजा हिँडेपछि निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्र बहालीका लागि 7 राजनीतिक दल र माओवादी बीच 2062 मङ्सिर 7 गते 12 बुँदे सहमति भयो। बहुदलीय प्रतिस्पर्धा स्वीकार्न माओवादी तयार हुनु र कांग्रेस एमाले संविधान सभासम्म जान सहमत हुनुले जनआन्दोलनको आधार तय भएको हो। निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्र बहालीका लागि 7 राजनीतिक दलको आह्वानमा चैत्र 24 गतेदेखि 4 दिने आम हडताल घोषणा गरियो र मुलुकभर व्यापक जनप्रदर्शन भयो। जनआन्दोलन दबाउन ठूलो संख्यामा प्रहरी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको थियो। सरकारी दमन र धरपकडमा परि 100 घाइते भए भने 70 मा 50 वर्षीय दर्शनलाल यादवको मृत्यु भयो। यादव लोकतान्त्रिक आन्दोलनका पहिलो शहीद हुन पुगे। जनआन्दोलनमा दलका कार्यकर्ता मात्र होइन, वकिल, पत्रकार, डाक्टर, इन्जिनियर, प्राध्यापक, शिक्षक लगायत विभिन्न पेशाकर्मीहरूको सहभागिता बढ्दै गयो। चैत 24 गते आह्वान गरिएको आम हडतालले जनआन्दोलनलाई अगाडि बढाएको थियो 2062-63 सालमा। तर दलहरू त्यति विश्वस्त थिएनन्। अघिल्लो 5 दलको आन्दोलनमा जस्तै जनसहभागिता नहुने हो कि भन्ने डर थियो। तर जसै 12 बुँदे समझदारीको पृष्ठभूमिमा आन्दोलन अगाडि बढेको थियो, त्यो अनुसार जनसहभागिता चैत 24 गते भन्दा 25 मा बढी, 25 भन्दा 26 मा बढी हुँदै आन्दोलनले मूर्त रूप लिने दिशातिर अगाडि बढ्यो। आन्दोलन सुरुवात कसरी गरिएको थियो? एकातिर पुराना विचार बोकेका राजावादीहरू थिए, तर जसको नेतृत्व स्वयं राजा ज्ञानेन्द्रले गरेका थिए। र अर्कोतिर प्रजातान्त्रिक विचारमा विश्वास गर्ने राजनीतिक दलहरू थिए। त्यसको मुख्य शक्ति नेकपा एमाले र नेपाली कांग्रेस थिए। र अर्कोतिर सशस्त्र हिंसाबाट राज्य सत्ता कब्जा गर्ने उद्देश्यका साथ अगाडि बढेको माओवादी थियो। तर त्रिकोणात्मक संघर्षको बेलामा एकले अर्कालाई उपयुक्त प्रशस्तै गरे। माओवादीले राजावादीलाई उपयोग गर्यो होला, राजावादीले संसदवादी दललाई उपयोग गर्यो होला, र पछिल्लो चरणमा तपाईको उपयोगका अनेकौं अभ्यासहरू पनि भए। तर त्यसले कुनै तात्विक परिणाम ल्याएन। त्यसले गर्दा पछिल्लो दिनमा के निष्कर्षमा राजनीतिक दलहरू र माओवादी पुगे भने अहिलेको सन्दर्भमा हाम्रो प्रधान अन्तर्विरोध भनेको माओवादी दलहरूको बीचमा होइन। प्रधान अन्तर्विरोध सामन्तवादको नेतृत्व गर्ने राजतन्त्रसँग छ। त्यसो भएको हुनाले माओवादीको पनि मुख्य निशाना राजतन्त्र नै भयो। र 7 दल जो आन्दोलनमा थिए तर उनीहरूको आन्दोलन त्यति प्रभावकारी थिएन। उनीहरूको
पनि निष्कर्ष के भयो त भन्दा आधुनिक राज्यको हिसाबले आधुनिक डेमोक्रेसीको परिभाषाको हिसाबले अहिलेको मुख्य दुश्मन राजतन्त्र नै हो। माओवादी जो हिंसात्मक विद्रोहमा छ उसलाई शान्तिपूर्ण ढंगले यो धारमा ल्याउन सकिन्छ भन्ने दलहरूको विश्वास भयो। त्यसकारणले नै 12 बुँदे सम्झौताको ठाउँमा आइपुगेका हुन् र 12 बुँदे सम्झौताले नेपालको पछिल्लो राजनीतिक आन्दोलनलाई आम्ने सामने गर्यो अथवा दुई कोणमा ल्यायो। त्रिकोणात्मक राजनीतिलाई दुई कोणमा ल्याउँदाखेरि यसले परिणाम छिटो दिने अवश्य पनि भनेको राजा कांग्रेस एमाले लगायतका जुन 7 दल एउटा शक्ति राजा एउटा शक्ति र माओवादी एउटा शक्ति बनेर बसे त्रिकोणमा थिए। त्यो मध्येको दुईटा कोण भनेको आन्दोलन गरिरहेका दलहरू र माओवादी एक ठाउँमा आए। उनीहरूको पावर स्ट्रङ हुन पुग्यो हैन कोणको हिसाबले कुरा गर्दाखेरि अनि तत्कालीन राजा अथवा राजतन्त्र विरुद्ध आन्दोलन गर्नलाई शक्ति पैदा भयो। त्यसले राजतन्त्रसँगको सम्बन्धलाई निषेधको सम्बन्धमा लग्यो। अब निर्णय कसरी हुन पुग्यो 24 बाटै अब हामी आन्दोलन थाल्ने किनकि 12 बुँदे समझदारी भए पनि माओवादी बाहिर सिनमा थिएन भूमिगत अवस्थामै रहनुपर्ने स्थिति थियो। यो निर्णय कसरी हुन पुग्यो? त्यति बेला खास गरिकन आन्दोलनको सुरुवात कसरी गर्ने भन्नेमा नेपाली कांग्रेस एमाले र माओवादीको बीचमा केही विवादहरू थिए। कांग्रेस र माओवादीको धारणा के थियो भने राजधानीलाई आन्दोलन केन्द्रित गर्नुपर्छ र सम्पूर्ण देशभरिको शक्ति राजधानीमा ल्याउनुपर्छ। यो हिजोको पुरानो मोडल थियो। नेपाली कांग्रेसले सत्याग्रह गर्दादेखि नै राजधानीलाई नै केन्द्र बनाउने र बाह्य अरू जिल्लामा कुनै पनि गतिविधि नगर्ने तर राजधानीमा चाहिँ मिडिया इन्टरनेशनल कम्युनिटीको पनि एक्सेस यहाँ भएको हुनाले यसलाई नै मुख्य आधार मानेर देशभरिबाट आफ्ना मान्छे यहाँ ल्याउँदै आन्दोलन गरेको नेपाली कांग्रेसको एउटा अनुभव हो। र माओवादीहरूको भित्री उद्देश्य के थियो भने उनीहरूले ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने रणनीति बनाएका थिए। त्यो रणनीति भनेको मुख्यतया राजनीतिक दलहरूलाई उपयोग गर्दै राजाका विरुद्ध हान्ने भने हो। उहाँहरूको उद्देश्य के थियो भने देशभरिबाट कांग्रेस एमालेका कार्यकर्ता काठमाडौँ आयो भने गाउँ त खाली हुन्छ। त्यो खाली गाउँमा हाम्रो चाहिँ राजनीतिक पकड र प्रभाव एकलौटी ढंगले विस्तार गर्न सकिन्छ र काठमाडौँमा दमन भयो भने गाउँमा सशस्त्र विद्रोहबाट कब्जा गर्न सकिन्छ भन्ने उहाँहरूको उद्देश्य थियो। तर नेकपा एमालेको त्यति बेला मत के थियो भने राजधानीलाई आन्दोलनको मुख्य सेन्टर चाहिँ बनाउनै पर्छ किनभने यहाँबाट नै जनआन्दोलन सृष्टि हुने हो त अगाडि बढ्ने हो। तर देशभरि यो आन्दोलनलाई सपोर्ट हुने ढंगले देशभरि पनि कार्यक्रम गर्नुपर्छ। यो राजधानी बाहिरबाट सम्पूर्ण शक्ति यहाँ केन्द्रित गर्ने कुरा बेठिक छ भनेर हामीले भन्यौं। त्यतिखेर आह्वान गर्दा 4 दिन आह्वान गर्दासम्म एक खालको असमञ्जस नै थियो दलहरूलाई जनताले सपोर्ट गर्ने हुन् कि होइनन् किन यो अघिल्लो भर्खरको पीडा थियो नि जनताले सपोर्ट नगरेको त्यो त्यसमा कुन बेला दलहरू विश्वस्त हुन पुगे परिवर्तन कसरी आए अब चाहिँ साँच्चै जनता हाम्रो पक्षमा आए अब हामी आन्दोलनलाई साँच्चै हाँक्न सक्छौं किनकि यो आन्दोलनमा चाहिँ कस्तो भइदियो भने नेताले हाँकेर जनता पछाडि भन्दा नि पहिला जनता उठेर अनि नेता त्यसमा अब हामीले हाँक्न सक्छौं भनेर नेता अगाडि आएको सिन देखिएको थियो। जनआन्दोलन र जनविद्रोहको क्यारेक्टर लगभग तपाईले व्याख्या गरे जस्तै हुन्छ दुनियाँमा कहीँ पनि नेतृत्वले नीति र विचार दिने हो त्यसमा जनताको सहभागिता बढ्दै जाने कुरा हुन्छ। ठुलठुला दुनियाँका जनविद्रोहहरूको क्यारेक्टर पनि त्यस्तै देखिन्छ र नेपालमा पनि जस्तो पछिल्ला दिनमा जब हामी चक्रपथ घेराउसम्म आइपुग्दाखेरि झन्डै हैन 8-10 लाख मान्छेहरू सडकमा राजधानीमै निस्के। देशभरि हाम्रो अनुमानमा एकै दिन 50-60 लाख मान्छे पनि सडकमा निस्के। शान्तिपूर्ण जनआन्दोलनको हिसाबले दुनियाँको उदाहरणको हिसाबले यो अद्वितीय छ। हामी जब माओवादी र यहाँका राजनीतिक दलहरूको बीचमा एउटा 12 बुँदे सम्झौता भयो अब आन्दोलन पछाडि जाँदैन भन्ने कुरामा हामी विश्वस्त थियौं। अर्को कुरा आन्दोलनको जनमत बनाउने भनेको आजको दुनियाँमा मिडल क्लासले हो बुद्धिजीवीले हो मिडियाले हो यसले आन्दोलनको एउटा जनमत बनाउँछ र नेपालमा पनि यो मिडल क्लास जो राजधानीमा बस्दथ्यो जसलाई डेमोक्रेसी अनिवार्य थियो किनभने उसको जिन्दगी डेमोक्रेसी भएन भने त्यसको जिन्दगी चल्नेवाला थिएन। त्यसपछि मिडिया र त्यसपछि बौद्धिक समुदायका निम्ति पनि डेमोक्रेसीका सयौं अवगुणका बावजुद पनि डेमोक्रेसी नै उसका निम्ति सबभन्दा त्यो खेल्न सक्ने ठाउँ उसका लागि त्यही हुन्थ्यो। त्यसो हुनाले यो तबका पनि सम्पूर्ण ढंगले हाम फालेको थियो। त्यसले गर्दा एउटा जनमत बनाउनको निम्ति महत्त्वपूर्ण भूमिका खेल्यो। अर्कोतिर तपाईको जब 7 दल र माओवादीको बीचमा 12 बुँदे सम्झौता भयो त्यसपछि अन्तर्राष्ट्रिय समुदाय पनि नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति पूर्ण प्रतिबद्धता जनाउँदै आन्दोलनको पक्षमा आयो। 1-2 दिन निकै संकटै थियो। त्यसलाई हामीले पनि सामान्यतया अलिकति प्रचारात्मक ढंगले नै उपयोग गर्यौं। जब पोखरा चितवन नेपालगञ्ज जस्ता ठाउँमा अलिकति हिंसात्मक ढंगले राज्य चाहिँ अगाडि आयो र त्यसले केही मानिसहरू हताहत हुने अवस्था भयो शहीद बन्ने अवस्था भयो त्यसपछि राजधानी पनि तपाईको असाधारण ढंगले त्यो तातेर आयो। त्रिभुवन विश्वविद्यालय कीर्तिपुर हातामा शाही शासन विरुद्ध प्रदर्शनमा ओर्लिएका विद्यार्थी र प्रहरी बीच व्यापक झडप भयो।
देशभर उर्लिएको मानव भेललाई निस्तेज बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो। काठमाडौँको सडकमा जो उत्रन्छ ट्याङ्क चलाउँछु, तोप चलाउँछु, हामीले देखायौं हामी काठमाडौँको सडकमा उत्रिएका छौं। दरबारको नाकै मुनि साथीहरू उभिएका छन् र दरबारतिर फर्काएर भनेका छन्, चोरौँलाई देखाउँदै भनेका छन्, यो 21औं शताब्दी हो महाराज, यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने नाथे हत्यारा राजाको के कुरा। राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण मात्र होइन, बैंक तथा विभिन्न सङ्घ संस्थाका कर्मचारी समेत आन्दोलनमा ओर्लिएकोले सरकार थप सङ्कटमा पर्यो। आन्दोलनमा जनसहभागिता बढ्दै जाँदा तत्कालीन राजा ज्ञानेन्द्र भने विश्व हिन्दू महासङ्घको सम्मेलन उद्घाटन गर्न वीरगञ्ज पुगे। त्यो दिन वीरगञ्जमा समेत व्यापक विरोध प्रदर्शन भयो। अर्कोतर्फ आन्दोलनमा ओर्लिएका जनतामाथि व्यापक धरपकड र बल प्रयोग गरियो। राजधानी काठमाडौँ लगायत देशभरका सबैजसो अस्पताल घाइते आन्दोलनकारीहरूले खचाखच भरिएका थिए। दोस्रो दिन नै शान्तिपूर्ण प्रदर्शनकै माध्यमबाट आन्दोलनकारीहरूले कीर्तिपुरलाई मुक्ति क्षेत्र घोषणा गरे। जनआन्दोलन दबाउन सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित ठूलो संख्यामा जासुस परिचालन गरियो। सञ्चारकर्मीको पहुँचका क्षेत्रमा तुलनात्मक रूपमा कम बल प्रयोग भए पनि पत्रकारहरू नपुगेको स्थानमा भने प्रदर्शनकारीको टाउकोमा ताकेर निर्ममतापूर्वक दमन भयो। सात दलले सञ्चालन गरेको जनआन्दोलनको समाचारलाई उच्च प्राथमिकता दिएकै कारण राजाको अध्यक्षतामा गठित मन्त्री परिषदका उपाध्यक्ष तुलसी गिरी कान्तिपुरलाई 8औं दलको संज्ञा दिन्थे। आन्दोलनकारीमाथि गरिएका दमनका दृश्य, समाचार र तस्बिर सार्वजनिक गरिएका कारण प्रेसको भूमिकाबाट सरकार सन्तुष्ट थिएन। कर्फ्यूको बलमा आन्दोलनलाई कमजोर पार्ने नीति बनाउँदै सरकारले कान्तिपुर टेलिभिजन, दैनिक र एफएमलाई कर्फ्यू पास दिएन। कर्फ्यूको प्रवाह नगरी सडकमा ओर्लिएका प्रदर्शनकारीमाथि व्यापक दमन भइरहेको थियो। सरकारले कर्फ्यू पास नदिए पनि पहिलो पटक सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली हानेको दृश्य कान्तिपुर टेलिभिजनले पहिलो पटक 26 गते प्रसारण गर्यो। दमनका धेरैजसो दृश्य राजधानीका सर्वसाधारणले नै कान्तिपुर टेलिभिजनको कार्यालयमै हामीलाई उपलब्ध गराएका थिए। आन्दोलनमा हरेक दिन जसो जनसहभागिता बढ्दै गर्दा मन्त्री परिषदका अध्यक्ष समेत रहेका राजा भने आरामका लागि पोखराको रत्न मन्दिर गएका थिए। त्यसै दिन दूरसञ्चार संस्थानको सुरक्षाका लागि खटिएका सैनिकहरूको गोलीबाट भीमसेन दाहालको मृत्यु भयो। दाहाल जनआन्दोलनको दोस्रो शहीद हुनुहुन्छ। चैत 24, 25, 26 हुँदै आन्दोलन दिनानुदिन अगाडि बढ्दै थियो। तत्कालीन राजाका शब्द प्रयोग गरौँ दमनहरू, निरङ्कुशताहरू जनतामाथि थोपरिँदै थिए, तर जनता त्यसलाई बेवास्ता गरेर अगाडि बढिरहेका थिए। गोलीको बेवास्ता थियो, अश्रु ग्यासको त कुरै छोडौँ, जनताको सहभागिता उर्लदो थियो। ज्यानको परवाह नगरी अगाडि बढिरहेका थिए। यो आन्दोलनले सफलतातर्फ अगाडि बढिरहेको अवस्थामा समाजका अन्य अवयवलाई पनि हल्लाएर राख्यो। कीर्तिपुरवासीले बिहानैदेखि सहर र भित्री भागमा प्रदर्शन सुरु गरेका थिए। फरक फरक स्थानबाट निस्केको जुलुस सहरका विभिन्न भाग हुँदै नयाँ बजार पुगी एकीकृत भएको थियो। स्थानीय बासिन्दा सहित ठूलो संख्यामा जम्मा भएका आन्दोलनकारीले कर्फ्यू जारी भएपछि पनि सो क्षेत्रमा विभिन्न कार्यक्रम गरेर वातावरण तताए। जनताको व्यापक समर्थन सहित आन्दोलनमा उत्रेका कीर्तिपुरका स्थानीय नेतृत्वले निरङ्कुश सत्ता विरुद्धको लक्ष्य प्राप्ति नभएसम्म पछि नहट्ने बताए। ठूलो संख्यामा रहेका आन्दोलनकारीहरूलाई देखेपछि सुरुमा सुरक्षा फौज विश्वविद्यालयको परिसरभन्दा अघि बढ्न सकेन। सो मार्ग खुला गर्न सेनाको कमान्ड पनि त्यहाँ पुगेको थियो। तीनै सुरक्षा निकाय र आन्दोलनकारीको नेतृत्वबीच सहमति भएपछि आन्दोलनकारी पाङ्गातर्फ लागे। शाही घोषणाको अन्त्य र लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने दलहरूको घोषणापछि सरकारले आन्दोलनमा सहभागी नहुन जनतालाई चेतावनी दियो।
भाग लिने जोसुकैलाई पनि आतंककारीको व्यवहार गरिने तत्कालीन गृहमन्त्री कमल थापाको चेतावनीले आन्दोलन रोकिएन, बरु जनसहभागिता बढ्दै गयो। शहरमा मात्र होइन, गाउँ र दुर्गम स्थानमा समेत व्यापक प्रदर्शनहरू भए। कर्मचारी तन्त्रको सहभागिता बढ्न थाल्यो, यसमा मजदुरहरूको सहभागिता बढ्न थाल्यो, यसमा समाजमा रहेका हरेक वर्ग, क्षेत्र र समुदायको सहभागिता बढ्दै गयो, जसले गर्दा आन्दोलनले एउटा मूर्त रूप लिँदै गयो र आन्दोलन सफलता उन्मुख हुन अझ कोसी ढुङ्गा साबित हुँदै गयो। बिहानैदेखि गङ्गबु चोक रणमैदान जस्तो देखिन्थ्यो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र तत्कालीन शाही नेपाली सेनाको बाक्लो तैनातीले गङ्गबुको वातावरण त्रासदीपूर्ण बनेको थियो। दिनभरि जसो गङ्गबु चोक आसपासमा प्रदर्शनकारी र प्रहरी बीच भिडन्तका घटना भइरहे। 19 दिन लामो जनआन्दोलन अवधिभर सबभन्दा बढी बल प्रयोग गरिएका घटनामध्ये चैत 29 गतेको गङ्गबु घटना पनि एक हो। अपराह्न प्रहरीका डिआइजी रूपसागर मोक्तानको घरभित्रैबाट प्रदर्शनकारीहरूमाथि गोली प्रहार भयो। रूपसागर मोक्तानको घरबाट यस्ता सरकारले एम्बुलेन्सलाई समेत कर्फ्यू पास नदिएका कारण घाइतेहरूलाई अस्पताल पुर्याउन समेत निकै गाह्रो भयो। शाही कदम विरुद्धको आन्दोलनका क्रममा राजधानीको कमलादीबाट गिरफ्तार गरिएका प्रदर्शनकारीहरूलाई हिरासतमा लैजान प्रयोग गरिएको यो गाडी घण्टाघरसम्म पनि पुग्न सकेन। यो घटनामा घाइते भएका नेपाली कांग्रेसका तत्कालीन सहमहामन्त्री डाक्टर रामवरण यादव मुलुककै पहिलो राष्ट्रपति हुनुहुन्छ। नयाँ सडकमा प्रहरी र प्रदर्शनकारीको तानातानमा घाइते हुनुभएका नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला जनआन्दोलनको सफलतासँगै प्रधानमन्त्री र कार्यवाहक राष्ट्रप्रमुख बन्नुभयो। सुरक्षाकर्मीको प्रहारबाट घाइते एमाले नेता झलनाथ खनाल पनि मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भइसक्नु भएको छ। घाइते नभए पनि लथार पथारपछि लामो समयसम्म प्रहरी हिरासतमा रहनुभएका एमालेका तत्कालीन महासचिव माधव कुमार नेपाल पनि प्रधानमन्त्री हुनुभयो। त्यति बेला जनआन्दोलनमा सक्रिय अधिकांश नेताहरू जनआन्दोलनको सफलतासँगै मुलुकको उच्च राजनैतिक तहसम्म पुगेका छन्। हामीहरू कफन बाँडेर हिँडेका छौँ, कसैसँग नडराइकन हामीहरू प्रजातन्त्र स्थापित गरी छाड्छौँ, प्रतिगमनलाई परास्त गरी छाड्छौँ भन्ने अठोट लिएर हामीहरू कफन बाँडेर हिँडेका छौँ र यो प्रतिगमनको अन्त्य हुन्छ। लोकतन्त्रको अभावमा पेशागत स्वतन्त्रता नहुने ठहर गर्दै पेशाकर्मीहरू सडकमा उत्रेका हुन्। मुलुकको शासनभार आफ्नो हातमा लिने राजाको प्रतिगामी कदम विरुद्ध राजनीतिक दलहरूले आन्दोलन छेड्न नसकेका बेला उनीहरूले शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल पापड गठन गरी जनअधिकारको पक्षमा सशक्त आवाज उठाए। सुरक्षाकर्मीको लाठी, असुर ग्यास र गोलीको समेत प्रवाह नगरी लोकतान्त्रिक आन्दोलनलाई शिखरमा पुर्याउन पेशाकर्मीहरूले निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहे। पत्रकार, वकिल, शिक्षक, प्राध्यापक, इन्जिनियर र चिकित्सक लगायत पेशाकर्मीले जनआन्दोलनमा ऊर्जा थप्न कुनै कसर बाँकी राखेनन्। शाही सरकारले सञ्चार माध्यममाथि आक्रमण गरी प्रेसको मुख थुन्ने प्रयास गरे पनि न्यायालयले वाक स्वतन्त्रताको पक्षमा फैसला सुनाएको थियो। राजाको प्रत्यक्ष शासन विरुद्ध दलहरूले सञ्चालन गरेको आन्दोलनप्रति जनताको समर्थन बढ्दै गर्दा सहज रूपमा जनअधिकार बहाली गर्नुको साटो राजा भने दमनबाटै आन्दोलन असफल पार्ने रणनीतिमा केन्द्रित थिए। हे शान्ति ल्याउँछ जनताकै बोलीले, जनताकै बोलीले विचार मार्न सक्दैन गोलीले, वनको काफल वनकै चरीलाई तिम्रो शासन 2 दिनको भए नि हाम्रो शासन सधैँभरिलाई।
लोकतान्त्रिक मूल्य मान्यतामाथि ठाडो प्रहार गरी जनताको चाहनालाई व्यवस्था गरी अघि बढ्ने राजाको व्यवहारले संवैधानिक राजतन्त्रमा विश्वास गर्ने दलहरूलाई समेत गणतन्त्रतर्फ धकेलिरहेको थियो। संवैधानिक राजतन्त्रको पक्षमा रहँदै आएको नेपाली कांग्रेसको ठूलो पंक्ति गणतन्त्रको पक्षमा उभिए पनि नेतृत्व भने गणतन्त्रको पक्षमा खुल्न सकेको थिएन। जनआन्दोलनको 9औं दिन वैशाख 1 गते नेपाली कांग्रेसका सभापति तथा जनआन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाले कान्तिपुर टेलिभिजन र दैनिकलाई अन्तर्वार्ता दिँदै राजाको व्यवहारमा सुधार नआए मुलुकलाई गणतन्त्रमा जानबाट कसैले रोक्न नसक्ने चेतावनी दिनुभयो। अब समयको गतिलाई सरकारले बुझिबक्सेन भने यो दुईटै नदी एक भएर जान्छ अनि त्यसपछि के अवस्था हुन्छ सरकारले बुझ्नु पर्यो। अब गर्दैन भने दुईटै नदी मिलेर एउटै भएर जाँदा त राजा रहँदैन कन्ट्रीमा। कर्फ्यूको उल्लङ्घन गरी मुलुकभर हजारौं जनता सडकमा ओर्लिए। शाही शासनको गोली, असुरग्यास र लाठीले जनआक्रोशलाई दबाउन सकेन। बरु राजाको निरङ्कुश शासनको अन्त्यको माग गर्दै सुरु भएको जनआन्दोलनले गणतन्त्रतर्फको बाटो लिन पुग्यो। प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्र बहालीको नाराबाट सुरु भएको जनआन्दोलन वैशाख 2 गतेसम्म आइपुग्दा राजतन्त्र विरुद्ध केन्द्रित भइसकेको थियो। प्रदर्शनकारी असहिष्णु बन्दै गएको आरोपमा सरकार जसरी भए पनि प्रदर्शन दबाउन लागि पर्यो। वैशाख 2 गते मात्र देशभर 4000 भन्दा बढी घाइते भए, जसमा काठमाडौँमा मात्र 1700 प्रदर्शनकारी घाइते भएका थिए। गोङ्गबो, साभहिल, कलङ्की, बालाजु र सातो बाटोमा भएका भिडन्तमा घाइते हुनेको संख्या धेरै थियो। एम्बुलेन्स लगायत आकस्मिक सेवाका सवारी साधनलाई समेत कर्फ्यू पास नदिँदा रेड क्रस, मानवाधिकारवादी र पत्रकारहरूले घाइतेलाई बोकेर अस्पतालसम्म पुर्याए। राजधानीका अधिकांश अस्पताल घाइते आन्दोलनकारीले भरिएका थिए। आन्दोलनमा सहयोग पुर्याइरहेका चिकित्सकहरू घाइतेको उपचार गर्दै सरकारी दमनको विरोधमा सडकमै उत्रिए। कर्मचारीहरूले सहयोग गरे। तत्कालीन सरकार महातत्मा रहे पनि नेपाल राष्ट्र बैंकले ढुकुटी बन्द गर्ने सम्मको निर्णय गर्यो। जनआन्दोलनलाई उत्कर्षमा पुर्याउन कर्मचारी युनियनहरूले महत्त्वपूर्ण भूमिका खेले। लोकतन्त्र जिन्दाबाद, 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 लोकतन्त्र जिन्दाबाद, जिन्दाबाद, जिन्दाबाद। आम हडताल सफल पारौं, सफल पारौं, सफल पारौं। तत्कालीन अवस्थामा 4वटा ट्रेड युनियनहरूले साझा समन्वय केन्द्र खोलेर जनआन्दोलनमा साथ दिने निर्णय गरेका थिए। उनीहरूले जो जहाँ छ त्यहीबाट एकैपटक आन्दोलन गर्ने सहमति समेत गरे। यही निर्णय अनुसार नेपाल राष्ट्र बैंकदेखि अन्य सरकारी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बैंकिङ कारोबार छाडेर लोकतान्त्रिक आन्दोलनमा ऐक्यबद्धता जनाए। खाद्य संस्थान, विद्युत प्राधिकरण र नेपाल टेलिकमका कर्मचारीहरूले कार्यालयबाटै आन्दोलन झर्काए भने निजी उद्योगमा कार्यरत कर्मचारीहरूले पनि देशभर फैलिएको जनआन्दोलनलाई साथ दिए। नो वर्क नो पेको नीति खारेज गर, खारेज गर, खारेज गर। आम हडताल सफल पारौं, सफल पारौं। कर्मचारी समेत काम छोडेर आन्दोलित भएपछि सरकार झनै संकटमा पर्न गयो भने आन्दोलनकारी दलहरू अझै उत्साहित भए। आन्दोलनमा माओवादीको सहभागिता भने निकै अप्ठ्यारो स्थितिमा थियो। माओवादी भूमिगत अवस्थामा थियो। देखियो भने तत्काल गिरफ्तार हुने, पक्राउ पर्न सक्ने, तर उसको पनि सहभागिता थियो आन्दोलनमा। माओवादी 19 दिने जनआन्दोलनमा कसरी सहभागी भएको थियो? 7 राजनीतिक दल र विद्रोही माओवादी बीच 2062 साल मङ्सिर 7 गते भएको 12 मुदे समझदारीको उत्कर्ष थियो 19 दिने जनआन्दोलन। ढाडमा टेकेर टाउकोमा हान्ने फौजी रणनीति सहित गण्डक क्षेत्रमा केन्द्रित माओवादीले बागमती, नारायणी, गण्डकी र जनकपुरलाई समेटेर विशेष कमान्ड बनाएको थियो। 12 मुदे समझदारीपछि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन असफल पार्ने र श्रृङ्खलाबद्ध फौजी आक्रमण गर्ने तथा दोस्रो चरणमा उपत्यकालाई घेर्ने योजना अनुसार माओवादी अघि बढेको थियो। यसै अन्तर्गत थानकोट, दधिकोट, हेटौँडा, काभ्रे लगायत ठाउँमा फौजी आक्रमण भएका थिए। 7
राजनीतिक दल र माओवादी बीच चैत 24 गतेबाट आम हडताल सुरु गर्ने समझदारी भएपछि माओवादीले विभिन्न जिल्लाबाट हजारौं सर्वसाधारणलाई राजधानी पठाएको थियो। जनआन्दोलनमा एकले अर्कोलाई चिन्नका लागि हरियो घाँस वा रुखका हाँगा या रुमाल समाएर आन्दोलनमा सहभागी थिए माओवादी। यस्तो चिनारी पनि जिल्ला अनुसार फरक थियो। उपत्यकामा फौजी कारबाही गरिए सरकारी दमन बढ्ने विश्लेषण गरी माओवादीले राजधानीमा शान्तिपूर्ण र ओरपर फौजी आक्रमण गरेको थियो। माओवादीले आफ्नो सेनाका ब्रिगेड कमान्डर चन्द्रबहादुर थापा सागरको नेतृत्वमा हतियार सहित एक सैन्य टुकुडी उपत्यकाभित्र पठाएको थियो। माओवादी पार्टीले फौजी हमला काठमाडौँभन्दा बाहिर केन्द्रित गर्ने, काठमाडौँमा जनआन्दोलन केन्द्रित गर्ने, जनताहरूलाई काठमाडौँ सहरभित्र प्रवेश गराउने, बाहिर ठुल्ठुला फौजी हमला गर्ने, यो प्रकारको 7 राजनीतिक पार्टी र नेकपा माओवादी पार्टीबीच सहमति भयो। म यहाँ भ्यालीको फौजी कमान्डर थिएँ, मेरो जिम्मा थियो। म आफै भूमिगत थिएँ। म आफू देखिन बित्तिकै प्रहरी प्रशासनले पहिले नै गिरफ्तार गर्थ्यो। त्यस्तै हामीसँग रहेको फौजी टिम पनि भूमिगतै थियो। त्यो टिमले भ्यालीमा रहेका माओवादीलाई समर्थन गर्ने जनता, बाहिरबाट जो पार्टीले विभिन्न रिङका जिल्ला भनेर भन्थ्यौँ हामीले, चितवन, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, ललितपुर, यी जिल्लाहरूबाट कसरी काठमाडौँभित्र छिराउने र त्यसको म्यानेजमेन्ट वा व्यवस्थापन कसरी गर्ने र कमान्ड कसरी गर्ने, त्यो सँगसँगै खुला राजनीतिक पार्टीका नेता वा कार्यकर्तासँग सहकार्य कसरी गर्ने, यी नै ठुलो चुनौतीका विषय थिए। यसको बारेमा हामीले के गर्यौँ भने एउटा त्यतिखेर बाहिरी ओपन मोर्चा जो मानवाधिकारवादीहरू, मिडियाका साथीहरू, उहाँहरूले विभिन्न रूपबाट राजनीतिक पार्टीसँग सहकार्य गरिरहनु भएको अवस्था थियो। उहाँहरूले एक प्रकारको समन्वय हुन्थ्यो। एकतिर बाहिर खुला मोर्चाको नेतृत्व गर्ने र 7 राजनीतिक पार्टी बीचको सहमति पहिलो राउन्ड बन्ने र त्यो राउन्डको सहमति अनुरूप फेरि हाम्रो पार्टीका वरिष्ठ नेताहरू बाहिर हुनुहुन्थ्यो। उहाँहरूसँग पनि हामीले यसरी कार्यक्रम ठोस गर्दैछौँ, यी ठाउँमा हामीले जनतालाई केन्द्रित गर्दैछौँ, यसरी रिङ रोडबाट रिङ रोड भित्र हामी प्रवेश गर्ने योजना बनाएका छौँ भन्ने प्रकारको पहिले सहमति हुन्थ्यो। त्यो सहमति भएको कुरा हाम्रो कोर ग्रुपलाई आउँथ्यो। त्यही अनुरूप हामीले टिमलाई विभाजन गर्ने, बाहिरबाट रिङ रोडका रिङ क्षेत्रका जिल्लाबाट आएका जनसमुदायहरूलाई सेल्टरको व्यवस्थापन गर्ने, त्यो सँगसँगै भोलि प्रहरीले कोही गिरफ्तार गर्यो भने त्यो कहाँको हो, कस्तो हो, कुन अवस्थामा छ, त्यसको पहिचान कसरी गर्ने भनेर ती जनसमुदायको फरक पहिचान सहित एउटा सङ्केत सहित त्यो समूहहरूलाई बाहिर हेर्दाखेरि काङ्ग्रेसै हो जस्तो कभर बनाउने, एमाले हो जस्तो बनाउने, तर काङ्ग्रेस पनि एमालेलाई पनि वा अरू राजनीतिक पार्टीलाई पनि थाहा नभएको सङ्केत फेरि हामीले छुट्टै लिने। त्यो गर्दाखेरि हामीले सहजै बाहिरबाट आएको जनसमुदाय र रिङ बाहिर रहेको जनसमुदाय जसलाई हामीले घ्याँच भन्छौँ, त्यो घाँचमा रहेको जनसमुदायले सजिलैसँग 7 राजनीतिक पार्टी वा खुला मोर्चासँग हामीले जोडेर रिङ रोड र रिङ रोड भित्र सजिलै प्रवेश गर्न भनेको तपाईँहरू 24 गतेदेखि नै त्यसै फिल्डमा हुनुहुन्थ्यो? एकदम 24 गतेदेखि नै हामीले मुख्यतः आन्दोलनका केन्द्रबिन्दु भनेका गङ्गबु, कलङ्की, साड्डो बाटो, तिनकुने यिनै नै थिए। यिनी क्षेत्रहरूमा हामीले कार्य विभाजन गरेका थियौँ। मेरो आफ्नै स्पेसल जिम्मा गङ्गबुमा थियो। गङ्गबुबाट हामीले रिङ रोड छेन्ने भने अलि बढी केन्द्रित, त्यहाँ अलि बढी दौडधुप, अलि बढी ठुलो जनसमुदायको सहभागी, अलि बढी झडप पनि फेरि गङ्गबुमा भयो। अब तपाईँहरू अघि पहिचानको कुरा गर्नु नि, तपाईँहरूले कसरी पहिचान गर्नुहुन्छ? तपाईँहरूले आफ्नोले ल्याएका जनसमुदाय अथवा आफ्नो पार्टीका क्याडर भनेर? हामीले के गरेका थियौँ भने पहिलो कुरा हामीले ती जनसमुदायलाई एउटा सङ्केत जो देख्दाखेरि सरल जस्तो पनि देखिने तर हामीले बुझ्दाखेरि पनि सजिलै बुझ्न सकिने, त्यसको निम्ति पहिलो चरणमा हामीले के गर्यौँ भने हरियो स्याउलाहरू हातमा समात्ने। त्यो समात्दा त आम आन्दोलनमा आउँदाखेरि उसले टियर ग्यास हान्थ्यो, त्यो टियर ग्यासलाई पनि अलिकति गन्धहरू यताउता गराउन शीतल जस्तो हुने त्यो स्वाभाविक थियो। त्यसपछि हामीले प्याजको सुरुवात गरेका थियौँ। हातमा प्याज, गुन्जीमा प्याज, त्यसले चाहिँ टियर ग्यासले आँखामा प्रभाव पारिहाल्ने, त्यो लाउन बित्तिकै कम हुने। त्यो हुँदाखेरि प्याज पनि हामीले साथीहरूलाई त्यो सङ्केतको रूपमा नि हुने, औषधिको रूपमा नि हुने होइन। त्यस्तै गरेर फेरि हामीले रुमाल पनि
कुनै दिन हामीले रातो रुमाल, कुनै दिन हरियो रुमाल, कुनै दिन निलो रुमाल, विभिन्न विभिन्न कलरको डे टु डे फरक फरक गराएका थियौँ र जिल्ला जिल्लालाई फरक फरक गराएका थियौँ। अझ फरक भन्ने नि जिल्ला जिल्लालाई यो जिल्लाकाले यस्तो रुमाल ल्याउने, त्यो रुमाल कसो गराउने भन्दा पानीमा भिजाएर ल्याउने भने पानीमा भिजाउँदाखेरि आँखालाई पनि परिहाल्यो भने पुस्न पाइने, टियर ग्यासको औषधि पनि हुने, अर्को फेरि आफ्नो सङ्केत पनि हुने। त्यो गर्दाखेरि त्यो रुमाल भएको हाम्रो साथी है भनेर बाहिरबाट आउने र हाम्रा सहयोगी शुभचिन्तक सबैलाई जानकारी गराएका थियौँ। त्यसो गर्दाखेरि मेरो पछाडि इमान्दार फोर्स यति छ, साँच्चै यो जनआन्दोलन सफल बनाउनु पर्छ, अन्तिम बिन्दुसम्म लड्न पर्छ, जनसङ्घर्षमा सहभागी हुनुपर्छ भन्ने ठुलो टिम हामीले कर्मशः केन्द्रित त्यसरी गर्दै गयौँ। यो जम्मै तपाईँकै कमान्डमा भइरहेको थियो? भ्यालीको आन्तरिक म्यानेजमेन्ट, हजुर, आन्तरिक म्यानेजमेन्ट। देशैभरिको आइसक्नु भएको थियो नागरिकहरू अथवा जनताहरू? कस्तो थियो कन्डिसन यहाँभित्र भ्यालीभित्र? मुख्य गरेर भ्यालीको प्रत्यक्ष कमान मैले हेरेको थिएँ भने बाहिर उहाँ नजिकै बस्नुहुन्थ्यो, अहिले अर्थमन्त्री हुनुहुन्छ वर्षमान पुन, उहाँले फेरि प्रत्यक्ष मलाई कमान गर्नुहुन्थ्यो। उहाँको निर्देशन छिनछिनमै घन्टा घन्टामै मसित सम्पर्क भइरहन्थ्यो। उहाँले बाहिर ओभरअल हेडक्वार्टरसँग कमरेड प्रचण्डसँग र राजनीतिक पार्टीका पनि काङ्ग्रेस एमालेका हेडक्वार्टरसँग उहाँहरूका वरिष्ठ नेताहरूसँग छलफल अन्तर्क्रिया कसरी अगाडि बढाउने, कस्तो मुभमेन्ट छ भन्ने कुरा एकतिर हामीले रिलेसन रिपोर्ट गर्थ्यौँ, अर्कोतिर अरू राजनीतिक पार्टी र मिडियाका साथीहरू, मानवाधिकारवादीहरू सबैले कमरेड अनन्तलाई रिपोर्ट गर्थे। त्यतिखेर हामीले हेडक्वार्टरसँग सहजै, उपल्लो लेभलमा त सहजै थियो, तर हामी तल्लो लेभलमा फिल्ड कमान्डरहरूले त्यहाँ सम्पर्क भन्दा नि कमरेड वर्षमान पुनसँग गर्थ्यौँ। त्यसले गर्दाखेरि हामीलाई त्यति धेरै असहज बनेन। हामीलाई असहज किन बनेन भने सिधा सिधा कमान आफ्नो कमान्डर कमरेडसँग थियो, त्यो हुँदा सजिलो भयो एउटा। अर्को भ्यालीभित्र मुख्यतः हामीले धेरै टाढाबाट जनसमुदायलाई ल्याएनौँ। किन ल्याएनौँ भने यहाँको वस्तुगत अवस्था, यहाँको भूगोल राम्ररी पहिचान नभएको मान्छे त उसको सेवा गर्नलाई हामी खट्न पर्थ्यो। त्यो हुँदा त्यस्तो जनसमुदायलाई हामीले केन्द्रित गरौँ जसले भ्यालीको भूगोल सहजै पहिचान गर्न सक्ने, बाइ द वे डिस्कन्ट्याक्ट भयो भने नि ऊ आफ्नो सम्पर्कमा सजिलै जान सक्ने। त्यो क्षेत्र कहाँ थियो भनेपछि 1 नम्बरमा चितवन हामीसँग जोडिएको, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, ललितपुर, भक्तपुर, यिनी भनेका त सबभन्दा नजिक जोडिएका जिल्लाहरू थिए। तिनी जिल्लाको टोटल कमिटी र अरू राजनीतिक पार्टीका जनसमुदायलाई पनि हामीले नै कमान गरेर ल्यायौँ। उनीहरूलाई पहिलो हामीलाई चुनौती आन्दोलनमा सहभागी बनाउने भन्दा पनि सबभन्दा चुनौती के थियो भने बेलुकाको म्यानेजमेन्ट व्यवस्थापन गर्नु थियो। ऊ आन्दोलनमा दिउँसो सहभागी भएर बेलुका घर फर्किन नसक्ने, अब त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्दाखेरि त्यतिखेर हामीले मुख्यतः माओवादीले लिड गर्यो, तर त्यहाँ चाहिँ सबै जनसमुदायले, रिङ रोड भन्दा बाहिर रहेका चौतर्फी सबै जनसमुदायले, काङ्ग्रेस एमाले स्वतन्त्र कर्मीहरूले पनि त्यो जनसमुदायलाई कसैले 10 जना, कसैले 20 जना, कसैले 50 जनासम्म एउटा घरमा म्यानेजमेन्ट गर्ने हामीले पहिले सेटिङ गरिसकेका थियौँ। त्यही सेटिङ अनुसार हामीले व्यवस्थापन गऱ्यौँ र मुख्य जनसमुदाय यही रिङ क्षेत्रका नै भ्यालीमा हाम्रो फोर्स केन्द्रित गऱ्यौँ। त्यतिखेर अब अध्यक्ष प्रचण्डहरू चाहिँ कहाँ हुनुहुन्थ्यो? अध्यक्ष कमरेड प्रचण्ड त्यतिखेर नेपालभित्रै हुनुहुन्थ्यो। त्यतिखेर हाम्रो अब डे टु डे अध्यक्ष कमरेड प्रचण्डसँग हुने कुरा भएन, उहाँ नेपालभित्रै हुनुहुन्थ्यो। अब हाम्रो त्यतिखेरको तत्कालीन कमान्डर वर्षमान पुन हुँदाखेरि उहाँ यहीँ चाहिँ सिन्धुपाल्चोकको सेरोफेरोमै बस्नु भएको थियो। वर्षमान पुन चाहिँ? वर्षमान पुन। अध्यक्ष प्रचण्ड चाहिँ कहाँ हुनुहुन्थ्यो तपाईँलाई जानकारी भयो? हाम्रो त्यतिखेर थिएन, पछि बल्ल थाहा भयो कहाँ हुनुहुँदो रहेछ। त्यतिखेर नेपालभित्रै यति आदर इलाकामा मुख्यतः रोल्पाको क्षेत्रमा हामी थियौँ भन्नुहुन्थ्यो। तर त्यतिखेर अध्यक्ष कमरेड प्रचण्ड नेपालभित्रै हुनुहुन्छ भन्ने हामीलाई जानकारी थिएन। हामीले अब अध्यक्ष कमरेड प्रचण्ड कतै हुनुहुन्छ होला, फेरि नेताप्रति अहिले जति अविश्वास छ नि त्यतिखेर त्यस्तो थिएन। त्यतिखेर यति धेरै विश्वास कि उहाँ अमेरिका भए पनि हामीलाई चाहिँ नेता कहाँ छ भनेर नखोज्ने, हामीले मुक्ति वा मृत्यु भन्ने त्यस्तो प्रतिबद्धता फोर्स थियो। त्यो हुँदाखेरि त्यतिखेर हामीले सोधेनौँ। तपाईँहरू हतियार सहित पनि आउनु भएको थियो? हो, हाम्रो 300 को फोर्स मेरै कमानमा स्पेसल टास्क फोर्स थियो। त्योसँग सबैसँग प्रायः छोटा पिस्तोलहरू, हामीले ठुला हतियार यहाँ छिपाउन गाह्रो भएको हुँदा युद्धकालमै हामी प्रवेश गरेका थियौँ 61 सालमै। त्यतिखेरका सबै वेपन्सहरू हामीसँगै थिए। त्यो किन बोक्नु भएको थियो? त्यो आवश्यकता पर्छ भन्ने तपाईँलाई लागेको थियो? किनभने यसलाई त शान्तिपूर्ण जनआन्दोलन भनेर सबै जनता शान्तिपूर्ण रूपमा सहभागी भइरहेको सिचुएसन थियो। त्यो कस्तो थियो भने हामीलाई माथिबाटै निर्देशन कस्तो थियो कमरेड वर्षमान पुनको भने तपाईँहरूले जो सैन्य टुकडीको फोर्स छ त्यो फोर्सले आफ्ना वेपन्सहरू सहित आन्दोलनमा सहभागी हुने, मुख्य नाकामा सहभागी हुने र त्यहाँ जब पुलिस र आर्मीले हतियारबाटै बर्बर दमन गर्यो भने वा जब टोली घेराबन्दीमा फस्यो
त्यतिखेर त घेरा हालेर चाहिँ चुट्ने, घेरा हालेर चाहिँ अब 68 ग्यास चाहिँ गोली वर्षा गर्ने उनीहरूको पनि सिस्टम त्यो थियो। त्यस्तो पर्यो भने जनतालाई त हामीले बाहिर कुनै न कुनै ठाउँबाट निकाल्न पर्थ्यो। त्यो निकाल्दाखेरि लास्ट पर्यो भने माथिको निर्देशनमा मात्रै हतियार चार्ज गरेर पुलिसको फोर्सलाई ब्याक गराउने, त्यो सहर नाका बनाउने र नाकाबाट जनतालाई बाहिर निकाल्ने, त्यस्तो अवस्थामा मात्रै हतियार प्रयोग गर्ने, नत्र हतियार प्रयोग नगर्ने। त्यतिखेर हामी पक्राउ परेनौँ। किन पक्राउ परेनौँ भने हाम्रो हातमै हतियार, साथमै हतियार भएको हुँदाखेरि फेरि माथिको निर्देशन के थियो भने निशस्त्र जनता पक्राउ पर्दा त्यति धेरै अप्ठ्यारो पर्दैन, तर सशस्त्र फोर्स, सैनिक टुकडीको फोर्स पक्राउ पर्यो भने, जो त्यतिखेरको तत्कालीन गृहमन्त्री कमल थापाले भनिरहनु भएको थियो हतियार भत्ता आएको छ, त्यो हुँदाखेरि हामी सत्य थियो, केही सत्य थियो, त्यो उहाँले प्रचार गरिरहनु भएको थियो। हाम्रो फोर्स हतियारसहित पक्राउ पर्यो भने त त्यो प्रमाण हुन्थ्यो। हामीले भनेका थियौँ यी फलानु माओवादीको जनमुक्ति सेनाको यो हतियारसहित यो कमान्डर, यो लिडर पक्राउ पर्यो भन्ने हुँदाखेरि अलिकन आन्दोलन, जनआन्दोलन नभएर सशस्त्र आन्दोलनतिर जान सक्ने खतरा थियो। त्यो भइदिएको भए फेरि अर्को डेन्जर स्थिति पैदा हुन सक्थ्यो। त्यही भएर हामीले हाम्रो फोर्सलाई अत्यन्तै सचेत, एकदम जनतासित नजिक हुने, लास्ट पर्दाखेरि मात्रै कासनबाट मात्रै हामीले गोली चार्ज गर्ने। आम हडतालमा माओवादी सहभागिता प्रमाणित भएको भए प्रदर्शनमा अझै दमन हुने खतरा थियो। जनआन्दोलनलाई उत्कर्षमा पुर्याउन कांग्रेस सभापति कोइराला र माओवादी अध्यक्ष दाहालबीच निरन्तर स्याटेलाइट फोन मार्फत संवाद भइरह्यो। दुई नेताबीच 7 दलले शहरी क्षेत्रमा शान्तिपूर्ण आन्दोलन चर्काउने र ग्रामीण इलाकाबाट माओवादीले जनतालाई सहर पठाउने कुराकानी हुने गर्थ्यो। दलहरूको नेतृत्वमा आन्दोलन अगाडि बढ्दै जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूको पनि त्यसमा नेगोसिएसनमा र मार्ग निर्देश गर्ने क्रममा सहभागिता बढ्दै गयो। कुनै बेला हस्तक्षेपकारी, कुनै बेला सुझावमूलक, कुनै बेला दबावमूलक। यसै सेरोफेरोमा भारतबाट करण सिंहजी आएपछि आन्दोलनले अर्कै किसिमको मोड लिने स्थिति देखियो। मुलुकको शासन सत्ता आफ्नो हातमा लिने माघ 19 को कदम फिर्ता गर्नुपर्ने, सबै राजबन्दी रिहा गर्नुपर्ने र सरकार विघटन गरी तत्काल दलहरूसँग वार्ता गर्नुपर्ने सुझाव राजालाई दिँदै भट्टराईले आफूलाई प्रधानमन्त्री हुन गरिएको प्रस्ताव अस्वीकार गरिदिनु भयो। परिवर्तन त हुन्छ, परिवर्तन संसारै परिवर्तन। राजाले शक्ति छोड्न तयार हुनुहुन्छ किनभने राजाले पावर छोड्न तयार हुनुहुन्छ, शक्ति छोड्ने कुरै छैन। यसबीच भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विशेष प्रतिनिधि करण सिंहले नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे राजा र राजनीतिक दलहरूसँगको परामर्श तीव्र पारिरहेका थिए। प्रधानमन्त्री बन्न राखिएको प्रस्ताव भट्टराईले अस्वीकार गरेपछि जनप्रदर्शन कमजोर बनाउने राजाको अर्को कार्ड पनि बेकाम हुन पुग्यो र जनआन्दोलनले निरन्तर उचाइ लिँदै गयो। कर्फ्यूको अवज्ञा गरी राजधानीको पुरै चक्रपथमा लाखौंको जुलुस निस्किन थाल्यो। उत्कर्षमा पुगेको जनआन्दोलन कमजोर बनाउन शाही घोषणा मार्फत राजाले दलहरूलाई सरकारमा आउन आग्रह गरे, तर जनताले कुर्सीको मोहमा नपर्न नेताहरूलाई निरन्तर खबरदारी गरिरहे। शाही घोषणाबारे छलफल गर्न जनआन्दोलनका कमान्डर एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्ज स्थित निवासमा आन्दोलनरत 7 दलका नेताहरूको बैठक भइरहेको थियो। हजारौंको जुलुसले कोइराला निवास अघि नै उधारोमा सम्झौता नगर्न दबाब दिँदै चर्को नाराबाजी गरे। अर्कोतर्फ युरोपियन युनियनसँग सम्बद्ध मुलुकका राजदूतहरूको समूहले राजासँग मिलेर अर्थात् शाही घोषणा अनुसार सरकारमा जान दलहरूलाई दबाब दिए। अन्ततः दलहरूले जनताको पक्षमा उभिँदै विघटित प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आन्दोलनलाई निरन्तरता दिने घोषणा गरे। वैशाख 8 गतेको शाही घोषणा धोका भएको भन्दै देशभर विशाल प्रदर्शनका घटना भए। सरकारले कर्फ्यू आदेश मात्र जारी गरेन, घाइते ओसार्ने एम्बुलेन्स समेत चल्न दिएन। शाही घोषणा नमान्ने दलहरूको निर्णयपछि जनआन्दोलनले सफलता चुम्दै गयो। सडकमा उत्रिएका जनतालाई लाठी, असुर ग्यास र गोलीबाट दबाउने राजाको चाल पनि अन्तिममा प्रभावहीन बन्न पुग्यो। धादिङका शिव बिडारीलाई पनि राजनीतिप्रति उति साह्रो चासो थिएन, तर चालक पेसा अङ्गालेका बिडारी स्वतन्त्रताको सास फेर्नका लागि भन्दै कलङ्कीको आन्दोलनमा होमिँदा गोली लागेर ढलेका थिए। त्यसपछि उनी कहाँ गए, उनको अवस्था के रह्यो भन्ने खोजी जताततै भयो।
गोली लागेर बेहोस भएका बिडारीलाई आफ्नो खोजी भइरहेको थाहा हुने कुरा पनि भएन। पोस्टरमा छापिएको फोटोको हातमा खोपिएको टाटु देखेपछि बल्ल उनले चिने आफूलाई। त्यतिखेर नि मलाई केही थाहा थिएन, सबैजनाले चाहिँ जिम्दो सहित भन्थ्यो। अनि त्यहाँबाट मैले चाहिँ यिनीहरू जिस्किया हो यताउता भन्थेँ। फोटो देख्दाखेरि पनि मै भनेर चाहिँ कसैलाई थाहा थिएन। लास्टमा चाहिँ मेरो यहाँ ट्याटो छ, त्यो ट्याटो देखेर चाहिँ चिनेछ। गोलीगट्ठा भरिएका बन्दुक, बख्तरबन्द गाडी, अश्रु ग्यास तथा लाठीको प्रभाव नगरी ज्यानको बाजी लगाएर हजारौं सर्वसाधारण जनआन्दोलनमा होमिएका थिए। राजनीतिक दलको आह्वानमा भएको उक्त जनआन्दोलनमा झण्डै 2 दर्जनले शहादत प्राप्त गरेका थिए भने 21,000 भन्दा बढी घाइते भएका थिए। एकैजनामाथि दर्जनौं लाठी बर्सिए, नियन्त्रणमा लिइसकेपछि पनि निर्मम कुटियो। तर शहीद भइयोस् कि घाइते, कुनै प्रभाव नगरी हजारौंको संख्यामा जनता सडकमा ओर्लिए। वैशाख 8 को घोषणालाई नमानेपछि अब आन्दोलन निर्णायक मोडमा थियो। राजाको सामु एकमात्र विकल्प थियो, जनताले मागेको अथवा राजनीतिक दलहरूले मागेका कुरालाई जस्ताको तस्तै पूरा गर्नु, त्योभन्दा बाहेक विकल्प केही पनि थिएन। वैशाख 8 गते राजाले एउटा घोषणा गरेका हुन्, तर त्यो घोषणा चाहिँ उनले दलहरूको आह्वानमा, नेपाली जनताको सहभागितामा प्रचण्ड दबावबाट अब चाहिँ जनता समक्ष झुकेको र सम्पूर्ण जनअधिकार फिर्ता गरेको अभिव्यक्ति नभएर, त्यो राजाको मनोभावना नभएर चाहिँ फेरि एकपल्ट चाहिँ आन्दोलनकारीहरूसँग खेल्ने त्यो आशय बोकेको अभिव्यक्ति थियो। त्यो एक प्रकारको आह्वान थियो। दलहरूले नै अब प्रधानमन्त्री छानुन्, अब कसलाई प्रधानमन्त्री बनाउने हो त्यो बनाउन्, अब मैले जनतालाई बुझाएँ, फिर्ता गरेँ भन्ने टाइपको। र तपाईँले भने जस्तो अन्तर्राष्ट्रिय शक्तिहरूले पनि त्यसमा प्ले गरेका थिए र भारतका प्रतिनिधिका रूपमा करण सिंह आएर वार्ता सम्पन्न भइसकेपछि नै राजाको त्यो अभिव्यक्ति आएको थियो। गिरिजाप्रसाद कोइरालाजीको बस्नुहुन्थ्यो महाराजको घरमा। वैशाख 8 को आह्वान पछाडि त्यहाँ एउटा बैठक बसिरहेको थियो। त्यो बैठकमा के निर्णय आउँछ भनेर व्यग्रताका साथ बाहिर प्रतीक्षा भइरहेको थियो। तपाईँ हामी सारा त्यही गेट बाहिर थियो होइन, त्यो स्थिति थियो। त्यहाँ त्यो प्रेसर कस्तो थियो, जनताको प्रेसर? त्यो गेट बाहिर बसेर हुँदैन हुँदैन, त्यो मान्नु हुँदैन भन्ने जुन नारा घन्किरहेको थियो, आवाज आइरहेको थियो, त्यो कस्तो खालको प्रेसर थियो? त्यसले कतिको काम गर्यो दलहरूलाई बिल्कुलै त्यो आन्दोलन अगाडि बढाउनको लागि? बिल्कुलै स्वयंमा राजनीतिक दलका नेताहरूको र खास गरिकन नेपाली कांग्रेसका तत्कालीन सभापति आन्दोलनका कमान्डर गिरिजाप्रसाद कोइरालाको अभिव्यक्ति के अरे प्रतिबद्धता एक प्रकारले त्यसका लागि एउटा मुख्य कारक चाहिँ विषय हो। र उहाँले चाहिँ संसद पुनर्स्थापना नभइकन यो आन्दोलन चाहिँ अन्त हुँदैन र त्यो वैधानिक निकायबाटै हामी नेपालको भावी चाहिँ राजनीतिक मार्गचित्र कोर्न सक्छौं र संसद पुनर्स्थापनादेखि संविधान सभासम्म भनेर हामीले राजनीतिक मार्गचित्रका आधारमा यो आन्दोलन अगाडि बढाएका हौं भन्ने उहाँको एउटा अटुट प्रतिबद्धता र अर्को चाहिँ जुन जनसागर उर्लिएको थियो र नेपाली जनताका धेरै सपुतहरूले चाहिँ लोकतान्त्रिक संघर्षमा चाहिँ नै आफ्नो कुर्बानी गरिसकेका थिए। चक्रपथलाई साङ्लो बनाएर, मानव साङ्लो बनाएर घेर्ने 7 दलका नेताहरूले 7 ठाउँबाट सम्बोधन गर्ने त्यो प्रोग्राम तय भइसकेको थियो हैन। तर अनवसरण चाहिँ भनौं अथवा चाहिँ कुन सिचुएसनमा पुग्यो जसले गर्दा राति गएर तत्कालीन राजाले चाहिँ पुनर्स्थापित भएको प्रतिनिधि सभा घोषणा गर्नु पर्यो, लोकतन्त्र पुनर्बहाली भएको घोषणा गर्ने स्थिति आइलाग्यो। राजाले पनि यी दलहरूको आन्दोलन चाहिँ केवल सत्ताका लागि होइन, एउटा अठोट कमिटमेन्ट, एउटा चाहिँ निश्चित लक्ष्यका लागि आन्दोलन रहेछ भन्ने मलाई लाग्छ राजाको बुझाइ भयो होला त्यसपछि। अथवा राजा चाहिँ नै अब मैले जनता समक्ष राजनीतिक दलहरूको आन्दोलन समक्ष नझुक्ने हो भने तत्कालै मैले गद्दी छोड्नुको विकल्प छैन भन्ने चाहिँ निष्कर्षमा पुगे जस्तो लाग्छ राजा। र हामीले सुने अनुसार चाहिँ नि वैशाख 8 गते पछि पनि राजनीतिक दलका नेताहरू, शीर्ष नेताहरू र दरबार राजाका प्रतिनिधिहरूका बीचमा प्रत्यक्ष अप्रत्यक्ष चाहिँ 2 दिनसम्म वार्ता चल्यो, कुराकानी चल्यो, संवाद भयो। त्यसबाट नै मलाई लाग्छ दलहरूको प्रस्ताव अनुसार राजा प्रतिनिधि सभा पुनर्स्थापना गर्न बाध्य भए। अब भनेपछि बेला बेला लड्खराइराखेको कदमलाई जनताको त्यो जनउभारले अथवा जनताको त्यो आवाजले दलहरूलाई डोर्याउने पनि काम गर्यो
बिल्कुलै मार्गदर्शन गर्ने, सचेत गराउने, सजग गराउने, डोर्याउने र दलहरू र दलका नेतालाई उनीहरूको जिम्मेवारी सम्झाउने, यी सबै काम चाहिँ जनदबावले गर्यो। अब त्यसकारण हामी के भन्दैछौँ भने त्यसले लोकतन्त्र स्थापना गर्यो होइन, जनताको जे चाहना हो त्यसलाई पुनर्स्थापित गर्यो, अब त्यसलाई व्यवस्थापन गर्ने जिम्मा फेरि राजनीतिक दलहरूलाई नै दियो। हजुर हो, बिल्कुलै हो। र 63 वैशाख 11 गतेको परिवर्तनले नेपालको इतिहासलाई 2 खण्डमा विभाजित गर्यो। एउटा चाहिँ राजा सहितको, श्रीपेश सहितको राजनीतिक व्यवस्था भएको युग, अर्को चाहिँ नि राजा रहित राजनीतिमा श्रीपेशको उपस्थिति भयो जहिले पनि होइन। तर वैशाख 11 पछि नेपालको राजनीतिमा राजा रहित, यद्यपि राज संस्थाको उन्मूलनको घोषणा हामीले 2065 जेष्ठ 15 गतेको संविधान सभाको पहिलो बैठकबाट गर्यौं, तर व्यावहारिक रूपमा गणतन्त्रको कार्यान्वयन 2063 वैशाख 11 गते लगत्तै बसेको प्रतिनिधि सभाको पुनर्स्थापित प्रतिनिधि सभाको बैठकले जे जस्ता कदमहरू अगाडि सार्यो त्यसबाट सुरु भयो। अहिले हामी जुन गणतन्त्र, संघीयता, राज्यको पुनर्संरचना, नयाँ संविधान जति पनि कुराहरू हामी गरिरहेछौँ, यसको जरा चाहिँ त्यही वैशाख 11 गतेको परिवर्तन हो। हजुर, त्यो भुल्नु हुँदैन दलहरु, कदापि बिर्सनु हुँदैन। र त्यसैको जरामा हामी जगमा अडिएका छौं र त्यो परिवर्तनले चाहेका, जनताले चाहेका कुराहरूलाई हामीले इस्टाब्लिश गर्यौं भने मात्रै हामी सफल हुन्छौं र त्यो परिवर्तन सार्थक हुन्छ र त्यो आन्दोलनको उपादेयता पनि चाहिँ देखिन्छ भन्ने दलहरूले बुझ्नु जरुरी छ र त्यही काम गर्न जरुरी छ। त्यो बुझ्न जरुरी छ। त्यो तथ्यलाई, त्यो ऐतिहासिक सत्यलाई आत्मसात गरेर इतिहासले सुम्पेको, आफ्नो काँधमा सुम्पेको अभिभारा चाहिँ नि दलहरूले इमानदारीपूर्वक राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर त्यो अभिभारा निर्वाह गर्न मलाई लाग्छ जरुरी छ। शाही घोषणा मार्फत सरकारमा सहभागी हुन राजाले वैशाख 8 गते गरेको अपिललाई दलहरूले ठाडै अस्वीकार गरिदिएपछि जनआन्दोलनमा झनै ऊर्जा थपिँदै गयो। वैशाख 12 गते राजधानीको चक्रपथलाई मानव साङ्लोले घेर्ने र चक्रपथका 7वटा स्थानमा 7 राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी विशाल सभाको तयारी गरिएको थियो। तर वैशाख 11 गते मध्यरातमा अर्को शाही घोषणा गर्दै 4 वर्ष अघि विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्न राजा बाध्य भए। 2059 साल जेठ 8 गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौं। 240 वर्ष लामो शाहवंशीय राजतन्त्रको इतिहासमा त्यो नै अन्तिम शाही घोषणा बन्न पुग्यो। रातभरि नै खुसियालीमा देशभर प्रदर्शनका घटना भए। लोकतन्त्र बहालीको खुसियालीमा दिनभर देशभरि नै विजय जुलुस र सभाको आयोजना गरियो। जनआन्दोलनको सफलतासँगै छोटो अवधिमै एकपछि अर्को गर्दै युगान्तकारी परिवर्तनका घटना भए। 10 वर्ष सशस्त्र द्वन्द्वको अन्त्य, संविधान सभा निर्वाचन, गणतन्त्रको स्थापना जनआन्दोलनकै परिणामस्वरूप सम्भव भएको हो। यसरी आन्दोलनमा हरेक पाइलामा समर्थन बढ्दै गएपछि अन्त्यमा देशमा लोकतन्त्र पुनर्बहाली भयो। राजा ज्ञानेन्द्र झुक्न बाध्य हुनु पर्यो। देशमा प्रतिनिधि सभा पुनर्स्थापना गरियो र जनतामा फेरि लोकतन्त्र फर्काएको घोषणा गर्न बाध्य हुनु पर्यो। यसरी एउटा निर्णायक मोडमा पुगेको थियो वैशाख 11 गते 2062-63 सालको जनआन्दोलन। त्यसको एक मात्र म्यान्डेट थियो, जनताको सरकार स्थापना गर्नु र जनताका लागि हितकर नयाँ संविधान बनाउनु संविधान सभा मार्फत। त्यही चरणमा अगाडि बढ्दै जाँदा दलहरू धेरै रुमल्लिए पनि 2 वर्षमा बनाउँछु भनेको संविधान 4 वर्ष हुँदा पनि बन्न सकेन। अहिले अन्तिम घडी छ, जेठ 14 गते संविधान जारी गर्नै पर्ने अवस्था छ। यो समयमा दलहरूलाई शान्ति र संविधान प्रति प्रतिबद्ध बनाउन कान्तिपुर टेलिभिजन मार्फत 2062-63 सालको जनआन्दोलनका हरेक दिनका घटना हामीले जस्ताका तस्तै प्रसारण गर्यौं र यो जनआन्दोलनले दिएको म्यान्डेटलाई पूरा गर्नै पर्छ भन्ने दबाब निरन्तर कायम राख्यौं र यो दबाब जेठ 14 गतेसम्म कायम राखि नै रहनेछ। आजको सरकारमा तपाईको केही कमेन्ट्स भए इमेल लेख्नुहोस् सरकार@kantipurtv.com मा। हस्त आजलाई नमस्ते।